वाउ क्या दामी देखेको है। मजा लागेको होइन गाइस। अब चाहिँ स्टार्ट गर्छु म पनि भ्लग बनाउनु पऱ्यो कि अलिअलि भयो भने टाइम पास हुन्छ। कस्तो दामी छ फर्कायो भने त मामाले मामाले धन्नै मारेन हो कि होइन कान्छी? कहाँ गयो मामा? मामा त गइसक्यो। हामी चाहिँ यहाँ छौँ यता हटाएर पनि यता केटीहरू अगाडि राम्रै राम्रै केटीहरू छ। कुन चाहिँ मन परेछ भनिदिनु। केटीहरू छ यता है गाई चाहिँ त हामी भएको साइडमा। मन पर्यो भने यस्तो कमेन्ट गरिदिनु होला। भ्यू चाहिँ बब्बाल देखेछ। सूर्य दर्शन आइपुग्यो। यता चाहिँ भ्यू यस्तो छ। हामी चाहिँ यो बाटो लाग्यो। यहाँ चाहिँ अरू सकिसकेछ के अरू देखाउन जाने हो? खुल्दै रहेछ। लिन जाऊँ न। वाउ अरू रहेछ कत्रो ठुल्ठुलो दाना। जान्ने रहेछ म लिएर आउँछु। बारीको आरू चोरेर खाएको है गाई चाहिँ। कत्रो ठुल्ठुलो दाना हौ। आमामा यत्रो आरू चोर्यो है जेन्नीले। कम्ता चोर्छ त यो चोर्न पायो भने त। अनि यहाँ बहिनीले नि खाइरहेको चाहिँ यत्रो आरू छ। आरू खाने अहिले आरू चोरेको देख्यो भने त फेरि कहाँ अङ्कल लिएर जान्दा ऊ त घरको छानाबाट। ल अब साउन महिना आयो गाइज। धान पनि रोप्ने दिन आइसक्यो। काठमाडौँमा पनि सेम गाउँघर जस्तै छ। धान चाहिँ रोप्नुपर्छ काममा आउँदाखेरि। धान रोपेर जानुपर्छ टुक्क लाएर। अनि घर चाहिँ दामी छ। मकै हेर मकै बारी दर्याम दर्याम हरियो काँक्रो कर्याम कर्याम। ओहो फाइनल्ली है गाइज हामी चाहिँ काममा आइपुगिसक्यो। यहाँ चाहिँ यत्रो ठुलो घरहरू छ। हाउसिङ हो यो चाहिँ। हामी चाहिँ आइसक्यो काममा। सो अब चाहिँ भ्लग बन्द भइसक्यो। आरू पनि खाइसक्यो। यति एउटा बाँकी छ। त्यत्रो धेरै आरूमा 5-6 वटा छ। कामको साथीहरूलाई पनि दिनुपर्छ खानुपर्छ तिनीहरूले नि। बाई बाई एभ्रिवान। बाई बाई गाइस। हामी चाहिँ काममा आइपुगिसक्यो। अब चाहिँ बन्द गर्दैछु म मोबाइल। यहाँ ग्रान्डे हस्पिटल छ। यता ठुलो हाउसिङहरू छ।